वेलकम बैक टू माई न्यू ब्लग। सबैजना सन्चै हुन्छ होला र म पनि एकदम नै सन्चै छु। अनि आज चाहिँ म घर फर्किन आँटेको। अस्ति धनकुटा आएको थिएँ नि त हैन, अस्ति धनकुटा आएँ। अब आज चाहिँ फाइनली घर फर्किनु पर्ने हुन्छ म हैन, किनभनेदेखि घरमा नि हल्का हल्का काम हुन्छ। अनि आज फर्किन्न भनेर फर्किन आँटेको हैन। अहिले मामा अस्तिर बिस्कुट भइदिएमा त्यो बिस्कुट लिन जानुपर्छ। अनि अब हामी धनकुटा पुग्न आँट्यौँ बजार। हामी मासु यता छु नि त बिस्कुट भट्टीतिर। अब बजार पुग्नु अहिले त्यस्तै 9 साढे 9 नाटेको छ हैन। अब भोलि जाने भनेको के भयो थाहा भएन हैन। फेरि मेरो बुनको बर्थडे पनि छ, अनि त्यही भएर आजै जानुपर्ने भयो। गएर यसो मेरो दिन त गर्नुपर्छ नि त हैन। अनि मौसमहरू लाग्दैछ, यसो हेरौँ भनेको। अब भोलि नै आज नै जानुपर्ने भयो। भोलि जाने भन्ने प्लान थियो मामा र मेरो। मामा चाहिँ नजाने, म मात्रै जाने भन्ने भयो हैन। अब जाउँ बजार पुगेर भेटौँ ल। सो फाइनली अहिले हट्टा पुगेको छ हैन। हट्टामा आइपुग्यो तलकोप्चे। अनि हट्टा ठिकै लागेको रहेछ हजुर। अन्त पहिले जस्तै लागेको छैन। हट्टा त अहिले त्यति साह्रो पहिलेको जस्तो पहिले जुन लाग्थ्यो नलाग्थ्यो रहेछ क्या। तर मैले जानु भएको यही त हो चल्दै गएको। फाइनली म चाहिँ भेराटार आइसकेँ होइन अहिले। अनि भेराटारमा आएर अब गाडी पर्खिनु पर्ने हुन्छ मैले, किनभनेदेखि म अलिक छिटो आएको चाहिँ यतिखेर हिँडेको उहाँदेखि अलिक ढिक्क हुन्छ होला। तर म यति छिटो आइपुगेँ क्या। अनि भेराटार नआइकन आएर यो नखाइकन जाने चाहिँ प्रायः मान्छे हुँदैन होला। यहाँ आएर म जहिले यो खानुपर्ने हुन्छ क्या। यो नखाइकन सिधै बुझ्दैन कहिले पनि, किनभने यहाँको मलाई यहाँ चाहिँ यही मिठो लाग्छ, फेभरेट हो क्या यहाँको चाहिँ होइन। अब एकछिन उतातिर जानुपर्ने हुन्छ, घुम्नुपर्ने हुन्छ। भर 11:30 त हुँदैछ। अनि भरे 1 बजीतिर आउँछ होला गाडी, पर्खिनु पर्ने हुन्छ। मान्छेहरू उता छन् माथि। सो अहिले चाहिँ म हाम्रो धरान र धनकुटाको बिच होइन भेराटारमा खाजा खायो। अनि सामानहरू हल्का किने खानु सक्ने थियो होइन। मुन्दा के छैन। अब यति एउटा फर्किदिउँ होइन। त्यहाँ त्यस्तो साह्रो होइन। धरान के भन्छ धनकुटा र यो भेराटारमा चाहिँ त्यति साह्रो अब हेर्दाखेरि नै किनौँ लाग्ने चिज नै केही छैन क्या। त्यस्तो हेर्छ होइन। धनकुटामा पनि अघि यस्तो के सामानहरू किनौँ भनेर त्यस्तो हेरेको, तर केही छैन होइन। मान्छेहरू जाउँ। यहाँ त यस्तो फुल चेकिङ हुँदो रहेछ, यस्तो टाइट चेकिङ हुँदो रहेछ नि। कसम यार मै फाँ गइरहेको। अब कहाँ जानु अब 1 घन्टा छ अझै। के गरेर पर्खिनु यार। लगिदिउँ भइरहेछ। फेरि यहाँ केही नै पाउँदैन यस्तो जानुपर्छ हाम्रो लागि। फाइनली अहिले चाहिँ म घर आइसकेको छु। त्यही मलाई बसमा 2.5 घन्टा जति लाग्यो होला। बोरिङ लाग्यो, त्यही भएर मैले धेरै भ्लग गरेको छैन, हल्का गरेको छु होइन। अहिले मैले घर ट्याक्कै आइपुगेको छु। अघि नै आएको फोन अफ भएर मैले भ्लग बनाएको थिइनँ दिउँसो होइन। अहिले फुल नाइट भइसकेको छ, बेलुका रात परिसकेको छ। अहिले त्यस्तै हाम्रो 6:30 भएको छ।
अनि गलेछ आएको भएर सुत्न आँटेको घर आइपुग्दा त फोनमा त्यही 22% जति थियो होला अनि एकछिन चलाएको अफ भयो भ्लग गर्ने बिर्सेछु कस्तो अनौठो फिल भइदिरहेको उता अलिक राम्रो ठाउँमा बसेर यता कस्तो लागिदिरहेको क्या अनि यस धनकुटामा रमाइलो भयो स्केटिङहरू खेल्नु गयो घुम्यो धनकुटा बजारभरि अरू बेला मजाले त्यसरी घुमिएको थिएन क्या मतलब त्यस्तै जाने हिँड्ने जाने आउने त्यही मात्रै गरेको थियो योपालि त बाइकमा अलिक मजाले पनि घुम्यो होइन मामाहरूसँग घुम्यो मजाले अनि अब फेरि कुनै दिन जानुपर्ने हुन्छ फेरि काम छ धनकुटामा अनि आजको भ्लग चाहिँ म यतितिर एन्ड गर्न चाहन्छु तपाईँहरूलाई मेरो भ्लग मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला आजको लागि टेक केयर थ्याङ्क यू फर वाचिङ एन्ड बाई बाई